हिजो हामीले बालाई धुप बालेर बस्दाखेरि देश यत्रो दुर्घटनासम्म पुगेको थियो यो तपाईँहरूलाई अवगतै छ। हिजो सभापतिज्यूले पनि त्यही स्टेटमेन्ट दिनुभएको थियो, हाम्रो प्रधानमन्त्रीज्यूले पनि त्यही भन्नुभएको थियो होइन। भन्ने मात्रै होइन क्या, फिल्टर गर्नु पनि सक्नुपर्छ क्या। भाषणले मात्रै देश बन्ने होइन, कामले पनि हुनसक्छ। त्यस कारणले हिजो त हामी हरेक कुरा भोगेर बुझेर यहाँ आएको छौँ नि त। हाम्रो पार्टीलाई चाहिँ सँगाउने कि नसँगाउने भन्ने कुरा पनि हुन्छ। त्यस कारणले त्रुटि कमी कमजोरी थोरै बहुत हुन्छ, त्यो फरक कुरा हो। आज साँच्चीकै सिन्धुपाल्चोक क्षेत्रबाट मेरो नाम पनि थिएन नि त, मेरो नाम पनि थिएन, मेरो नाम पनि थिएन। त्रुटि त भयो होला, मैले एक्सक्युज गरेँ। तर हामी यस्तो गर्मीमा आएको छौँ काठमाडौँदेखि, अनि बस्ने ठाउँ छैन। यति धेरै संसारभरिको मान्छेहरू चाहिँ अहिले हामी चाहिँ कहाँ छौँ भन्दा चितवनमा छौँ होइन। बस्ने ठाउँ अलिकति टाढा छ, आउँदै गर्दाखेरि 20 मिनट 10 मिनट ढिलो हुनसक्छ। त्यो बेलामा हामीलाई चाहिँ एक्सक्युज गर्नुपर्छ। तर यसो हेरे नाम छैन होला भन्ने हुन्छ नि त। 100मा 100% नाम हुनु पर्ने थियो, तर होइन रहेछ, छैन रहेछ। अब मैले त्यहाँ गरेँ, मेरो नाम छुटेको रहेछ सर भनिसकेपछि उहाँलाई भित्र आउनै दिने होइन, बाहिर नै राख्नुपर्छ भन्ने उहाँले चाहिँ रुखोपन पनि मलाई गर्नुभयो। मैले त्यसलाई चाहिँ मैले एकछिन चाहिँ होस् सर यहाँ हुँ भने बल्ल बल्ल मेरो साथी राजीव थापा र म गएर उहाँहरूलाई टाइम लिएर 10 मिनट लगाएर मैले चाहिँ हालेँ होइन। त्यो के भएको छ आफ्नो ठाउँमा त्रुटि चाहिँ हुनसक्छ, तर जघन्य खालको त्रुटि हुनु हुँदैन होइन। तर हामीले देख्दै गर्दाखेरि यो प्रविधि चाहिँ कस्तो छ भने राइट टु रिजेक्ट, राइट टु रिकल, दुईजना मात्रै मन्त्रीलाई आउने होइन कि यो चाहिँ पार्टीभित्र जसले गद्दार गरिराखेको छ, जो मान्छे पार्टीभित्रको लागि उपिया उडुस बनेको छ भने त्यस्ता मान्छेलाई राइट टु रिजेक्ट, राइट टु रिकल भन्ने सुविधा चाहिँ हुनु पर्यो। अनि मात्रै हामी स्वतः स्फूर्त रूपमा चाहिँ एक ढिका भएर जान सक्छौँ। तपाईँले अघिदेखि उपिया उपिया भन्दै हुनुहुन्छ, उपिया पैसाकेको हो यो पार्टीमा भने होइन। अब यस्तो छ, तपाईँलाई म स्पष्ट उपिया हामीले छनक पाएको पाएनौँ भन्दा पनि त्यो चिजमा हामी पहिला नै समाधान चाहिँ खोज्नतिर लाग्छौँ होइन। हामी हिजोतिर चाहिँ साँच्चीकै हिजो बाले भन्ने फलाना पार्टीको बाले चाहिँ साँच्चीकै म खत्रै हुँ, म जतिको ऐतिहासिक नेता नेपालमा जन्मेकै छैन भन्दाखेरि कसको लागि सुनाएको रहेछ उहाँले? जम्मा 25 जनाको लागि रहेछ। 25 जना मान्छेले उहाँ तपाईँ जतिको खतरा यो मान्छे यो देशमा नेता जन्मेकै छैन भन्दाखेरि आज नेकपा एमाले कहाँ पुग्यो त? जनता सामु गएर भन्नु पर्यो, जनताले मन पराउनु पर्यो, जनताले रियालिटी कुरा थाहा पाउनु पर्यो के। त्यस कारणले म चाहिँ मेरो नेताहरूलाई के भन्छु भने केही आफ्नो गुटबन्दीका कार्यकर्ता मात्रै ल्याएर उनको मात्रै कुरा सुन्ने चाहिँ होइन। बाहिरको आवाज के छ, जनता कहाँ जानु खोजिराखेको छ, एकचोटि चौतारोमा आएर उहाँहरूको भिजन पनि बुझ्नुपर्छ भन्ने मलाई लाग्छ क्या। गुटबन्दी चाहिँ कसले गरे त? सभापतिले पनि गुटबन्दी छैन भन्दै हुनुहुन्छ, प्रधानमन्त्रीले पनि गुटबन्दी गर्न बन्देज छ भनेर हिजो भर्खर भन्नुभयो। अनि यो कसरी गुटबन्दी कसले गरे त? धन्यवाद, एकदमै राम्रो लाग्छ मलाई होइन। कहिलेकाहीँ चाहिँ किनभने हिजो हामीले नभन्दाखेरि उहाँले त्यत्रो दुर्घटनातर्फ जानुभयो होइन। तर अहिले हामीले भन्यौँ भने के हुन्छ भने यहाँ छुचो मान्छे अलिकति चर्को स्वरले बोल्ने मान्छे फेरि टिक्नु पनि सक्दैन क्या। किनभने यो राजनीतिको चिजहरू त्यस्तो हुँदो रहेछ नि त। अनि जेलाई पनि हो भनिदिएर गयो भने त्यो मान्छे ठिक छ होइन ऊ त्यो कालो छ त्यसलाई चाहिँ त्यो सेतो भन भनेर भन्यो भने, तर त्यहाँ चाहिँ उनले भने जस्तो भनिदियो भने ठिक छ, नभए त्यहाँ अलिकति औँला ठड्याउनु थाल्यो भने त्यहाँ हामी हुँदैनौँ क्या। फेरि त्यहाँबाट हामीले तलतिरबाट फालिदिइसकेका हुन्छ क्या। यो प्रविधि हुनसक्छ होइन, किनभने नयाँ छौँ नि त हामी होइन। त्यस कारणले हुनसक्छ त। हिजो अध्यक्षले र प्रधानमन्त्रीले भनिसक्नुभयो हुनसक्छ। आज हामी पूर्व सन्ध्यामा छौँ पहिलो महाधिवेशनको भनेर हिजो सचेत बनाइसक्नु भयो नि। तर आज महाधिवेशनको बन्द सत्रको करिब करिब अगाडिको समयमा छौँ होइन। तपाईँले के गुटबन्दीको सङ्केत पाउनु भएको कि होइन भन्ने कुरा नि। अब अहिलेसम्मलाई मैले क्लियर भन्दाखेरि चाहिँ गुटबन्दीको सङ्ख्या चाहिँ मैले त्यति विधि पाएको छैन होइन। ट्रान्सपेरेन्सी हिसाबले उहाँहरू जानु भएको छ होइन। अब नाम पर्ने नपर्ने भन्ने कुरा त आफ्नो ठाउँमा छ होइन। सिस्टम नाम आएन भनेपछि त उहाँले समस्या त्यहीँनिर छ, तपाईँको नजिक हुनुहुन्छ एउटा। अब उहाँको नाम होइन, यो चाहिँ अब त्यो भित्रको विधान एकचोटि हेरौँला बासाजीको कुरामा क्या। यो किन नाम आएन भन्ने कुरा हो। अब हुनसक्छ एकचोटि समस्या के हो, टाइम छ हामीसँग, हामी एकचोटि खोज्छौँ यसको लागि चाहिँ होइन। अब कसरी लिइरहनु भएको छ तपाईँले यो महाधिवेशनलाई? यो एकदम ऐतिहासिक महाधिवेशन है। साँच्चीकै आज यति धेरै सङ्ख्यामा चाहिँ हामी प्रतिनिधिहरू र उम्मेदवारहरू यो ठाउँमा जमघट भएको छौँ होइन। असाध्यै खुसी छ। हिजो सडकबाट जसरी हामीले सङ्घर्ष गरेका थियौँ होइन, र साँच्चै 79मा हेर्दाखेरि यसको केही पर्सेन्ट मात्रै थियो। त्यो उल्लेख्य हिसाबले चाहिँ यो अहिले जनसमुदाय जसरी यहाँ आउनु भएको छ होइन, त्यो देख्दाखेरि चाहिँ साँच्चीकै हिजो सडकको प्यास चाहिँ आज मेट्यो जस्तो मलाई चाहिँ लागिरहेछ। हजुर, भनेपछि रासपा फक्रिएको पुलिएको तपाईँलाई महसुस भइरहेछ? एकदम 100%। के छ तपाईँको समर्थन कहाँ हो, अथवा तपाईँको चाहिँ उम्मेदवारी के छ, कस्तो छ? यहाँलाई सम्पूर्णलाई सर्वप्रथम त यो चितवनको प्राङ्गणमा हाम्रो अधिवेशनमा यहाँहरू सम्पूर्ण पत्रकार मित्रहरूलाई म स्वागत गर्न चाहन्छु। साँच्चै नै 2079मा जुन उपस्थिति रहन्थ्यो त्यसको 10 गुणा लगभग त्यसको 10 गुणा उपस्थिति कुनै ठाउँमा हाम्रो राष्ट्रिय
कार्यक्रमहरू हुँदै गर्दाखेरि चाहिँ केन्द्रीय कार्यक्रमहरू हुँदै गर्दाखेरि चाहिँ आज साँच्चै नै यो दिल खुस भएको छ र जुन यो उपस्थिति उल्लेखनीय जुन उपस्थिति छ यहाँहरू सम्पूर्णले पक्कै पनि असल नेतृत्व अबको चयन गर्ने बेला आएको छ यहाँहरूले पक्कै पनि प्रतिनिधिज्यूहरूले असल नेतृत्व चयन गर्नुहुन्छ भन्ने पनि म पूर्ण आशा गरिरहेको छु कस्तो नीति कस्तो नेतृत्व चयन होला त यो पहिलो महाधिवेशनबाट तपाईँलाई के लाग्छ किनकि नीति र नेतृत्व त महत्त्वपूर्ण हुन्छ अहिलेसम्मको तदर्थ समितिमा त टिका लगाएका मान्छे मात्र थिए अब टिका लगाएको त हुनेवाला छैनन् तपाईँलाई के लाग्छ यो पार्टीभित्रको चुनाव जित्न कति सहज हुनेछ हुने छैन नीति नेतृत्वमा के परिवर्तन आउँछ म तपाईँलाई के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टी विधिमा चल्ने पार्टी हो यो पहिलो पार्टी नम्बर 1 पार्टी हो नेपालको सो पार्टी चाहिँ विधि विधानले चल्छ हेर्नु सिद्धान्तले चल्छ हाम्रो पार्टीले पक्कै पनि त्यो खालको कार्यविधि बनाएको छ जुन कार्यविधिमा स्पष्ट हिसाबले लेखिएको छ जसमा तपाईँको भूगोल हिसाबले क्षेत्रको हिसाबले र खुल्लाको हिसाबले आफ्नो उम्मेदवारी दिन पाइन्छ यहाँ साथीहरूले विभिन्न जिल्लाबाट विभिन्न पालिकाबाट आफ्नो उम्मेदवारी दिनुभएको छ त्यो देख्दै गर्दा फेरि धेरै साथीहरूको उम्मेदवार पनि आकाङ्क्षीहरू नि धेरै देखिनु भएको छ है अब त्यो आकाङ्क्षीलाई यसलाई चाहिँ हामीले नेगेटिभ रूपले नल्याउँ किनभने उहाँहरूले म त्यो पदका लागि चाहिँ साँच्चै नै म त्यो चाहिँ त्यसको लागि उपयुक्त पात्र हो भनेर आउनु भएको छ उहाँहरूलाई पनि सम्मान छ तर थोरै पछाडिपट्टि इतिहास कोट्याएर हेरौँ साथीहरू तपाईँहरूले राष्ट्रपाका लागि के गर्नु भएको छ व्यक्तिगत रूपले भन्ने हो भने केन्द्रीय सदस्य पदको लागि चाहिँ विधिवत रूपले दिन मिल्छ भने म उम्मेदवारी दिन तयार छु अझै तयार हुनुहुन्छ म तयार छु एकदम ल त्यसो भएदेखि तपाईँ यति फ्रेममा हुनुहुन्छ होइन एक्लै राम्रोसँग चिन्नुहुन्छ तपाईँले कसरी चिन्नुहुन्छ अजय श्रेष्ठलाई उहाँ केन्द्रीय सदस्यको उम्मेदवार पनि हुनुहुन्छ अहिले उहाँलाई चाहिँ बिचको परिचय चाहिँ कसरी हुन्छ उहाँलाई सर्वप्रथम त म धेरै धेरै शुभकामना दिन चाहन्छु मैले अघि नै भने व्यक्तिवादी व्यक्तिको हिसाबले व्यक्तिगत रूपमा भोट माग्ने हामीले गर्नु हुँदैन होइन प्रत्येक साथीहरूलाई तर साथीभाइको भावनाले मैले उहाँलाई चाहिँ जसरी सामाजिक सञ्जाल थ्रु हाम्रो भेटघाट भएको थियो र पोखराको आन्दोलनमा जुन रवि दाइका लागि हामी न्यायका लागि लडिरहेका थियौँ त्यतिखेर त्यो आवाज उठाउनको लागि पनि अजय श्रेष्ठजी त्यहाँ पुग्नु भएको थियो हाम्रो भेटघाट त्यहाँ भयो त्यसपछि हामी निरन्तर रूपमा सामाजिक सञ्जाल थ्रु प्रत्येक जहाँ तपाईँको चाहिँ जनताका लागि अन्याय भए थिए त्यहाँ हामी आन्दोलन गर्ने क्रममा हामी भेटघाट भइरहेको थियौँ उहाँ एकदमै अब्बल सक्षम योग्य तपाईँको स्पष्ट वक्ता पनि हुनुहुन्छ उहाँलाई म अग्रिम शुभकामना पनि दिन चाहन्छु त्यसमा तपाईँले कसरी चिन्नुहुन्छ बादशाहलाई धन्यवाद हिजो यो अभियान उठाउँदै गर्दाखेरि चाहिँ साँच्चीकै म एउटा स्वतन्त्र व्यक्ति हुँ जसरी चुनावको यो सङ्घारमा आयौँ हामी र सबैजना एक ठाउँमा आउनुपर्छ भन्ने कुरा आयो त्यसपछि साँच्चीकै सङ्गठनलाई हाम्रो सङ्गठन चाहिन्छ र एमालेदेखि फ्रस्ट्रेसन कङ्ग्रेसदेखि फ्रस्ट्रेसन माओवादीदेखि फ्रस्ट्रेसन अब हाम्रो लागि नयाँ ढङ्ग के हुनसक्छ भन्दाखेरि हामी यो घन्टीमा सबैजना आउनु पर्यो आबद्ध हुनु पर्यो त्यसलाई यो ठुलो शक्ति बनाएर लगिसकेपछि साँच्चीकै चुनावी प्रकरण हुन्छ त्यसपछि हामी रिजल्ट ल्याएर यो सरकार चलाउन सक्षम हुन्छौँ भन्ने खालको जुन हाम्रो अभियान पनि आएको थियो हामीले अभियान सुरु गरेका थियौँ त्यसकारणले म स्वतन्त्र म यो भन्छु कि चुनावको 36 दिन अगाडिसम्म म एकदम स्वतन्त्र व्यक्ति हुँ र पार्टीको हिसाबले हिजो केही पनि आन्दोलन उठाउँदै गर्दाखेरि खासमा पार्टी भनेपछि हामीलाई यति दिक्क वाक्क भइसकेको थियो त्यो बेलामा पार्टीको नामै सुन्न चाहँदैन थियो तर म यसरी जुन हिसाबले चाहिँ काठमाडौँमा मेरो व्यवसायहरूलाई पनि धेरैलाई थाहा छ म एउटा मोबाइलको व्यवसाय गर्ने मान्छे त्यसकारणले साँच्चीकै अहिलेको प्रधानमन्त्रीज्यू चाहिँ 32 वडाको मेयर भनेको मतलब चाहिँ काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो र जसरी न्यु रोडमा उहाँ आइपुग्दै गर्दाखेरि उहाँलाई त्यहाँबाट लखेट्नु सुरु गर्यो र मेरो आफ्नो पारिवारिक पृष्ठभूमि चाहिँ मेरो मिसेसलाई मैले चाहिँ उपचारको क्रममा राखिरहेको थियो जो 3rd स्टेपको क्यान्सर थियो मेरो मिसेसलाई चाहिँ मैले हस्पिटलबाट राम्रो उपचार नपाउने राज्यबाट राम्रो सेवा नपाउने त्यसपछि म एकदमै दिक्क वाक्क भएर फ्रस्ट्रेसन भएर म पसलको अगाडि बस्दै गर्दाखेरि जसरी चाहिँ हाम्रो बालेन शाहले राम्रो काम गर्दै आउँदाखेरि त्यहाँ चाहिँ टोटलीले चाहिँ बालेन शाहलाई चाहिँ लखेट्दै गरेको मैले देखेँ होइन त्यसपछि मेरो मन असाध्यै रोयो क्या साँच्चीकै यो देश राम्रो बनाउँछु भनेर आउँदै गर्ने मान्छेलाई कसले लखाट्छ भन्यो तपाईँ जस्तो मिडिया कर्मीहरू त्यहाँ 100 जना थियो एकजना बोलिदिने मान्छे पाएन त्यसपछि मलाई एकदम टेन्सन भयो ल आउनुहोस् म बोल्छु भनेपछि म लडेँ मेरो लागि धेरै मान्छेहरू मेरो पछाडि दौडिरहेको थियो उहाँहरूले सकेको भए मलाई चाहिँ काटाकुटुक पारेर त्यही ढलमुनि पनि त्यो बेला हाल्थ्यो होला सायद त्यसरी म एक्लै जुधेर आएँ र साँच्चीकै न्यु रोडबाट मैले हाम्रो प्रधानमन्त्रीज्यूलाई सक्सेस बनाएर पठाएँ र म लाग्दै थिएँ फेरि यो कार्तिकको लगभगको कुरा हो त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मैले विश्लेषण गर्दै थिएँ साँच्चीकै पार्टीबाट हामी वाक्क भएको मान्छे अब राष्ट्रिय स्वतन्त्र पार्टी भनेर आयो टिभी दाइलाई के अरे रवि दाइलाई हामीले टिभीमा मात्र हेरिरहेका थियौँ
थियौँ त्यो बेलासम्म समाचार विभिन्न खालको उहाँहरूको त्यो अपरेसनहरू हामी हेरिरहेका थियौँ। तर साँच्चीकै टिभी चलाउनु र देश चलाउनु अलिक फरक हुन्छ। अहिले म चाहिँ यसो विश्लेषण गर्छु उहाँहरूको आउटपुट कस्तो छ, उहाँहरूको काम गराइ कस्तो छ भनेर मैले हेर्दै थिएँ। उहाँहरू साँच्चीकै गृहमन्त्री पनि हुनुभयो एकपटक। त्यो गृहमन्त्री हुँदै गर्दाखेरि मलाई साँच्चीकै मेरो मन जितेको कारण चाहिँ कस्तो हो भने उहाँले भटाभट त्यो 25वटा फाइल खोल्न खोज्यो। त्यो फाइलमा चाहिँ नेपालमा जति पनि भ्रष्टाचार गर्ने थियो त्यो भ्रष्टाचारीको फाइलहरू खोल्दै थियो भनेपछि मेरो मन चाहिँ एकदम जित्यो। त्यसपछि मलाई के लाग्यो भने साँच्चीकै मलाई यही रवि लामिछाने जस्तो मान्छे, यही बालेन शाह जस्तो मान्छे, यो देशको लिडरसिप एकचोटि चाहियो। अब साँच्चीकै म यतातिर अलिकति बढी लागेँ। साँच्चीकै भन्दै गर्दाखेरि उहाँहरूलाई यो तिनै पार्टी मिलेर जुनसुकै जेसुकै होस् एक्लो मान्छेलाई लाखौँ मान्छे मिलेर यसरी लखेटेर चाहिँ यही चितवनको जेलमा उहाँलाई राख्नुभयो। यहाँबाट पटक पटक जेलमा चाहिँ उहाँलाई सार्दै गर्नुभयो। त्यसपछि म साँच्चीकै एकदम यो जतिको अन्याय र अत्याचार केही हुनु सक्दैन भनेर म उहाँको विरुद्धमा एक्लै म लडेँ। तर यसो हेर्दै जाँदाखेरि बादशाहजी पनि अलिकति मिडियामा उहाँ आइराख्ने मान्छे र मैले उहाँहरूको के हो कसो मलाई थाहा भएन। तर यो एकदम हुनै सक्दैन, बादशाहजी के हो त यो भनिसकेपछि अनि उहाँसँग मैले कोअर्डिनेसन गर्न थालेँ। त्यसपछि चुनाव के अरे यतापट्टि पोखरामा आन्दोलन भयो, काठमाडौँको हरेक कुनाहरूमा आन्दोलन भयो, चितवनमा आन्दोलन भयो। हरेक आन्दोलन म अगाडि एकदम लिडरसिपको तरिकाले म अगाडि बढ्न थालेँ। यो कारणले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने हिजो 79को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावमा म त भन्छु यसको 10% मात्रै साथीहरू हुनुहुन्थ्यो होइन। र पुरानो र नयाँ भन्ने प्रविधि पनि यहाँ देखिएको छ। र साँच्चीकै म त पुरानो हुँ भन्छ, कसैले म त नयाँ हुँ भन्छ होइन। तर यो एक किसिमले फिटिसकेको छ, हेर्नु सबै फिटिसकेको छ। हामी नयाँ पुरानो एक ढिक्का भइसकेका छौँ। अर्को कुरा भनेको चाहिँ योगदानको हिसाब उहाँले कुरा गर्दै हुनुहुन्छ होइन। तर साँच्चीकै हो काम गर्ने कालु मकै खाने भालु भन्छ नि, यहाँ यो एकदम उखान पनि लागेको छ। आज यो साथी साँच्चीकै गण्डकी प्रदेशबाट कास्की जिल्लाबाट एक किसिमले मैले राष्ट्रिय स्वतन्त्र पार्टीको सिङ्गै पिलर जस्तो लाग्छ क्या। तर यसो हेर्दै जान्छु म होइन, जहाँ पनि उहाँ छुटिरहनु भएको छ क्या। अनि भन्छ राइट टु रिजेक्ट, राइट टु रिकल क्या होइन। भाषण मात्रै मिठो दिएर हुँदैन क्या साथीहरू, कार्यान्वयनमा ल्याउनु पर्छ कि पर्दैन? त्यो चिजबाट हामीलाई पनि छ। हिजोको भाषणले वाक्क दिक्क प्याक्क भएर आएको छौँ। हामीले बालेनलाई किन मन पराएको छौँ त अहिले? किनभने उहाँ काम बढी गर्नु खोज्नु भएको छ नि त। उहाँको गाडी एक्सप्रेस हो कि लोकल गाडी हो, हामीले त्यो पनि एनालाइसिस गरिराखेका छौँ। लोकल गाडीमा धेरै ब्रेक हानिन्छ, धेरै रोकिन्छ, ठाउँ ठाउँबाट बाटो काटिन्छ, सतर्क हुन्छ, धेरै हुन्छ। तर एक्सप्रेस गाडी चाहिँ ठाउँ अनुसारको बाटोमा के हो कसो सबै कुरा हेरेर मात्रै गाडी कुद्छ। त्यस कारणले ब्रेक हान्ने ठाउँमा ब्रेक हान्छ, रोक्नुपर्ने ठाउँमा रोक्छ। त्यस कारणले प्रधानमन्त्रीले दिएको स्टेटमेन्ट एकदम ठिक छ। तर जहाँसम्म लाग्छ सङ्गठनलाई बलियो गर्नुको लागि चाहिँ एकजना तपाईँ एउटा बेडमा सुत्नुहोस्, बेड जत्तिकै सुकिलो मुकिलो भए पनि त्यहाँ एउटा उपियाँ छ भने त्यो उपियाँले रातभरि तपाईँलाई सुत्नु दिँदैन।